हाई गाइस, स्वागत छ तपाईलाई मेरो युट्युब च्यानलमा। नमस्ते सबैजनालाई। र यो चाहिँ अस्तिकै हाम्रो ट्रेनको सेकेन्ड पार्ट कन्टिन्यू गरेको। र गाइस अब म यहाँबाट यात्रा सुरु गर्नेछु घरतर्फ। के कस्तो हुन्छ हेर्नुस् होला गाइस। र मन परे पनि लाइक गर्नुस् होला हैन, नमन परे पनि लाइक गर्नुस् होला। धन्यवाद। फाइनली हाम्रो ट्रेन आयो। यही हो, हामी जानुपर्छ। चाहिँ एकदम होसियारी हुनु पर्यो नि त फेरि हो गाइस। फोन खोसेर भाग्यो भने भाग्यो गाइस। हामी चाहिँ ट्रेनमा पस्यौँ है। यस्तो छ स्लिपर हो। गुड मर्निङ गाइस। र तपाईँलाई म चाहिँ ट्रेनमा जाँदैछु गाइस हैन। अब केही घन्टामा नै म पुग्नेछु कुचबिहार। मेरो घर चाहिँ लुङलुङ सुकिया हो। र मेरो बुढीको ड्युटीले गर्दा म कुचबिहारमा बस्नु बाध्य बन्यो गाइस। यस्तै छ जिन्दगी। हेर्नुहोस् भिडियो। दुईजना यहाँ हुनुहुन्छ। खै आयो हलो के छैन त। नमस्ते गर्छौं नि हामी। यो आफ्टर मिल्स थियो। बुढी तपाईले के गर्नुहुन्छ? यो मेरो यसको आन्सर आयो। यसको आन्सर यो आयो। विथ अ ग्लास अफ फ्लास। अब म त यसरी अब तपाईहरुलाई भ्यूज देखाउँदै लान्छु। भ्यू छैन भ्यूहरु गाइस। एनजेपी मा एकदम भोक लागेर है, राम्रो खाना नपाएर थियो। के रेलाई के भन्छ? स्यान्डविच रहेछ के। तर कस्तो स्यान्डविच हो? चप्पलको सोल जस्तो छ त। केको सोल? चप्पलको सोल जस्तो छ। हेलो गाइस, मम्पोले बदाम। अब चाहिँ हाम्रो टी ब्रेक। टी आयो टी। एकदम दुध पाउडरको टी। दुध पाउडर दादा मालिस। खाने फुर्सद छैन, मालिस कहाँ गरी। गाइस हामी चाहिँ अब कुचबिहार आइपुगे। हेर्नुहोस् यता, हेर्नुहोस् कहाँ पुग्यो कुचबिहार। हामी यहाँको ट्रेन गाइस यही हो। ल गाइस हामी चाहिँ अब यो टोटो पक्रेर एकदम घरतर्फ लाग्दैछौँ। र अब हालतहरू के हुन्छ हेरौँ घरको होइन। दिदी बाई बाई। मैले पनि बाई बाई बिदा माग्दैछु सबैलाई। बिदा माग्दैछु गाइस। है गाइस, म चाहिँ घर आइपुगेँ गाइस। अब म चाहिँ अब एकदम थाकेको छु। खाएर सुत्दिने गाइस। अब चाहिँ हो, अब फेरि नयाँ भिडियोहरू बनाउँछु, फेरि हाल्नेछु। र मेरो यो भिडियोलाई चाहिँ होइन मन परे पनि नमन परे पनि लाइक र सब्सक्राइब गरिदिनुहोस्। धन्यवाद। बाई बाई।